हाई गाइज, वेलकम ब्याक टु मिनी ब्लग। सबजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। मेरो छोरी चाहिँ त्यहाँ घाम लाग्ने बेलासँग सुत्छिन् के कस्तरी सुतिरहेकी छिन् आज चाहिँ मेरो दाइको छोरीको बर्थडे, जन्मदिनको लाखौँ लाख शुभकामना मेरो प्यारो छोरीलाई। तिमीले सोचेको आँटेको सबै कुरा पुरा होस्। आज चाहिँ दाइको छोरीको बर्थडे हो। हेरौँ कस्तोसँग मनाइन्छ, भेट्दै गरौँला। भान्जीहरू चाहिँ बाख्रा चर्न लागेको छ। भान्जीहरू चाहिँ म भ्लग बनाउँछु थाहा छैन र। युट्युबमा हेर न, आउँछ युट्युबमा। भान्जीहरू चाहिँ बाख्रा चराउँछन् गाइज। म चाहिँ बाख्रा लगाउन आएको छु। मैले हालेको छु कि युट्युबमा हेर्नु न। त्यही हाउडेलाई त्योमा हाले हुन्छ हे। हाले हुन्छ। म चाहिँ बाख्रा चराउन आएको छु गाइज। हाम्रो भान्जी माथि हुनुहुन्छ। नानी चाहिँ यहाँ, सलिना सबै यहाँ छन् गाइज। हामी चाहिँ मेरो बाख्राको गतिपति यस्तो छ। आइज, मेरो बाख्रा चाहिँ एकदम खत्तम खाले बाख्रा हो। हेरे है सबैजनाले मेरो भ्लग हेरेको। साँच्ची मैले हाले हुन्छु। यिनीहरूलाई चाहिँ मैले भ्लग बनाउँछु भन्ने थाहा थिएन गाइज। मैले चाहिँ अस्तिबाट भ्लग हाल्न सुरु गरेको छु। बाई, खाना बनाइसकेको छु बेटा। मलाई चाहिँ फुलमा पानी हाल्न लागेको छु। म चाहिँ फुलमा पानी हालेर चाहिँ खानासाना बनाउन तयारी गर्छु गाइज। मैले चाहिँ फुल यस्तो राम्रो बनाएको छु कि गमला नभए पनि म चाहिँ फुलमा पानी सानी हालेर अनि खाना बनाउनतिर लाग्छु गाइज। मैले चाहिँ फुल खडेलीमा पनि हेर्नु न कस्तो राम्रो भएको छ कि गाइज। मलाई चाहिँ खासै भ्लग बनाउन आउनु, जस्ट ट्राई सिक्छु होला सायद। भ्लग बनाउन पनि सिक्नुपर्छ केही कुराहरू, जन्मिँदै कसैले सिकेर आएको भन्ने गाइज। भ्लग बनाउँदै फुल चार्दै। हाम्रो फुल चाहिँ यस्तो छ। मेरो बुढा चाहिँ म तल छैन पट्याउलीको फोटा। कान्छा छोरी उठ्यो, आउनु त। म चाहिँ फुलमा पानी हाल्छु गाइज। मेरो फुल चाहिँ यस्तो छ। खडेली छ तर हाम्रो मदाइन्छ पानी। म चाहिँ फुलमा पानी हाल्न चाहिँ कहिल्यै छोड्दिनँ गाइज। मलाई फुल चाहिँ एकदम मनपर्छ। मलाई खासै भ्लग बनाउन आउँदैन। कान्छा ए काम छैन उहाँको, बिहान बिहानै उठेर काम केही छैन। माथि आउनु पर्यो, कोठासोठा मिलाउनु। मेरो माथिको फुल हो, फेरि मेरो कोठा निभाएको फुल हो गाइज। यस्तो खासै राम्रो छैन। आज बर्थडेको दिन पनि किन लाज भन्ने चिज? ल आन्टी छोरी, ल ह्याप्पी बर्थडे निशानीलाई। बर्थडे यसको तेरो बर्थडे कहिले हो? यता मम्मीलाई हाई भन्दे। हेलो मम्मी भन्। कति माया मान्छे त मम्मीको? त माया मान्छे कि नै? अनिसा नि मम्मीको माया मान्छे कि नै? आज के ल्याउने गरे? के ल्याउने आज? यहाँ बस, यहाँ बस, यहाँ बस। के ल्याउने आज? आज चाहिँ यसको बर्थडे हो। आज बर्थडे मनाउने हो। 5 वर्ष पुगिसक्यो। ठ्याक्कै नीतिका भन्दा ठ्याक्कै 6 महिना जेठी हो यो। अनि बर्थडे मनाएपछि केक ल्याउने हो न? केक ल्याउने, त्यसपछि बोइलर ल्याउने, ट्याक्क काट्ने, खाने हो कि नै? हो कि नै? यो फेरि बोल्दिनँ, लाज मान्छे घोस्या हो यो अलि। अर्को ओइ 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 यहाँ त
यहाँ भने अनि उहाँ भ्लगर हुनुहुन्छ अनि उहाँले सिक्दै हुनुहुन्छ बिस्तारै 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 सिक्दै हुनुहुन्छ उहाँलाई सिकाउँदैछु म ठुलै छ कति 100 कति मम्मीले चाहिँ पट्टेको खजुरी चाहिँ सिक्नु भएको छ ल कति कमाइयो त पैसा कमाइयो अनि धेरै जनै अब ल यो भिडियोलाई के गर्ने हो के लाइक कमेन्ट सेयर गरिदिनु होला धेरै धेरै अनि माया गरिदिनु होला अनि हामी खजुरी यो सालमा खजुरी अर्को असारमा च्याउ पट्याउला बिक्री गर्छौँ धेरै धेरै यो भिडियो हेरेर आउन आएर खाइदिनु होला राम्रोसँग सो विचार गरेर त्यहाँ छ नि त्यो चाहिँ 1 पाउको हो अनि कति रुपियाँ पोका अरे 50 रुपियाँ नानी हेलो गर्दै हाई गर्दै गड्याउन अब हाई गड्याउन तुनिकिरा गड्याउन हाई गड्याउन नानी मेनु कहाँ यहाँ हाई गर्दै त यता हाई गरिदेऊ यता 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 त्यो गाइज मन्दिरमा आएर खजुरी खाइदिनु होला माया गरिदिनु उहाँ है मेन भ्लगर फेरि म चाहिँ होइन सपोर्ट मात्र गए सपोर्ट बनाइरहेको छु ल बिहान क्या देव त म मोबाइल हेर्ने मेरो मम्मी त कति तिमी गोरी भएर बाबै ल ल ल ल ल सबैलाई ह्यापी बर्थडे अगाडि मान्छे पहिल्यै दिइदेऊ पैसा राख्ने अलि पैसा यहाँ राखिने है पैसा राख्ने अलि हो कि त्यो दुईटा हात लगाइदिए कलासको पार लगाइदिए हल्का निशानलाई के खुवाइदिए बाजेलाई केक काटी आज छुटेर खायो आज जुटो खाए केक केक काट खानु आफै दिउँला के अलिक दिनु त सार्दी अब हुन्छ किसानी बाबालाई केक खुवा बधाई लगाइदिने निशानले टिका लगाउने अलि पछि टिका लगाएर अलि पछि टिका लगाएर खा बाबु खा अब मुखैभरि लगाइदिनु के रम रोख के अहिले एकछिन ल पैसा दे ल जिउ गरौ त हेर यसको दाना हाई गर्दै हाई अस्मिता यता कसलाई मिस गरेर दक्षमै तातो अलि पानकोर लाग्यो क्या दच्छु तातो अलि मलाई केकै पनि लगाइदिएन नि फोटो खिच्दैन भइ जान्छ केक दिदियो माइजलाई मैले खाइसके आफै आफै खान्थे निकिराम दिल त हेरे हेरे राम्रोसँग क्या भयो पनि आइदिए त हुन्थ्यो पनि आइदिए त माइ झिल्ली अलिक खान सकेको भने चिउडीको हात नलाउँछ माथि हात लाउँछ म लगाउँछु यता यता छिटो आउने के त मोबाइल हेर उता नजा यहाँको मोबाइल हेर्नु जा मोबाइल गर्न जा मोबाइल भिडियो तपाईको आफ्नो खुसी आफै किन आफूलाई राखिदियो भाइ के तल त न राखिदियो भाइ कति खाने अब जाँदा यहाँ न आइदियो भने हाम्रो खाने भाइ अब मोबाइल बर्थडे कसको तेरो दुईटा खोका बर्थडे भाइ बर्थडे पनि कसैको भाले आउला पैसा देऊ लगानी थियो खोटै आसुले एउटा फोटो ल्याऊ ओइ आसुले एउटा फोटो ल्याऊ के राइदिने मैले भने राइदे बाजेलाई त राखौला यो त हाले पैसा दियो
पैसा खान्छलाई दिएर क्या अब आफै दिन्छ होइन ड्याडीलाई फुल हाई ड्याडीले दिए है पैसा खान्छ छोरा ल्याउ त हेरे हेरे छ त उ त्यो उस कार्बनमा दिन्न ल ल ल ल कता यो त छ के मम्मी कस्तो कस्तो अनुभव हामी खाने कार्यक्रम हुँदैछ अनुभव कस्तो भयो एकदम राम्रो मलाई देखा न भोलि युट्युबमा हेर्नुलाई नि आउँछ नितिका कस्तो लाग्यो तँलाई बर्थडे त्यहाँको गोब्रो सानी सानो बर्थडे कस्तो लाग्यो ए बर्थडे गर्छ मम्मी बर्थडे कस्तो लाग्यो तिमीलाई ठिक लाग्यो केक खान पाइयो अनि सबै कुरामा रमाइलो भयो अनि ट्युटोमा हेर्नु पाइन्छ ट्युटो ट्युटो हेर्न पाइन्छ ह्याप्पी बर्थडे के रे मम्मी ह्याप्पी बर्थडे के भन्छन् अरे ह्याप्पी बर्थडे ल हजुर कहाँ गिलास ल गिलास ल्याऊ गरे ए ल मेरो माइजमा सानो कहाँ छ के त्यो गिलास गिलास मेरो माइजमा सासो अरू पनि केही भनिदिनु लाइक कमेन्ट म त देखेकै छैन गरिदिनु होला सब्सक्राइब सबभन्दा देखेको छैन इम्पोर्टेन्ट सबभन्दा इम्पोर्टेन्ट चाहिँ अनि हामीलाई फेरि भाइरल भाइरल बनाइदिनु होला सबभन्दा बढी भाइरल बनाइदिनु आज अब यति हो अब खाना खान्छौँ त्यसपछि मासु देखाउनु आशीर्वाद देखाउने पवन खै अस्मिता खै अस्मिता खै आज बाबु पवन त्यहाँ भित्र स्पेसल अनि के छ त कसलाई मिस गरेर माइजलाई दिइ भन्नु अनि पवनलाई होइन पवन आइदियो पनि खान्थ्यो भन्ने लाग्दैन छोरी छोरी यता आइदेऊ न के हो तिमीलाई के भयो तिमीलाई के भयो किन गरेछ यस्तो भातभरि खाइन अनि सबै त खान्छौ कति खाने आज कति मासु खानु पाइन्न फेरि हो त्यही त हो आधा गर्दैन बाई भनिदियो अहिले खाउला के खाउला गाई चाहिँ अब चाहिँ गाइज अनि हामी चाहिँ अब सुत्न लाग टाढा गर्दैछु टाढा गर्दै अनि आज चाहिँ आजको भ्लग चाहिँ यति नै अनि भ्लग अलि ल भनौँ केही बोलौँ गाई चाहिँ आज चाहिँ हामीले बर्थडेको खाना बनाएर आएका छौँ सबैजनाको सपोर्ट चाहिँ देखाइदिनु होला अनि के भने आज चाहिँ हामीले बर्थडे बनाउँदाखेरि बत्ती गऱ्यो कि त्यस्तो धोका दियो नि त्यो बत्तीले के भन्नु यस्तो हुन्छ भनेर सोचेकै थिएन कि यस्तो घात गर्छ यो बत्तीले भनेर यता आइदेऊ न एकछिन टाढा गर्दा टाढा नहीं रुचि यति हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला मेरो ग्रुपलाई है त बाई बाई टाढा गर्दा छोडी बाई